जतिसुकै तनाव नलिऊ भने पनि सक्नु हुँदैन, चाहेर पनि सक्नु हुँदैन। तनाव लिइहाल्नुहुन्छ, स्ट्रेस्ड हुनुहुन्छ चाँडै, रिस पनि उठिरहेको छ, झनक्क रिसाउनुहुन्छ हो, ससानो कुराले स्ट्रेस दिन्छ। आउनुहोस् सजिलो आसन अभ्यास गरौँ तनावबाट मुक्तिको लागि, रिसलाई पनि शान्त बनाउने। घरमा आउनुहुन्छ भने यसरी म्याटमा बस्नुहोस्, गलैँचामा, तल दरी ओछ्याएर अथवा बेडमा पनि गर्न सक्नुहुन्छ। वज्रासनमा बसेर बिस्तारै श्वास फाल्दै, केही गर्नु पर्दैन, बालासन। अर्को तन्किनुहोस् मजाले, घुँडा खोल्नुहोस्, आरामले निधार तल राखिदिनुहोस्। यसरी घोप्टे परेर हजुर बस्नुभयो भने मन शान्त हुन्छ, रिस पनि शान्त हुन्छ, तनाव कम हुन्छ। एकदमै सरल उपाय। अब सोध्नु होला, घरमा त यसरी गरौँला अरे, अफिसमा त्यस्तो भयो भने के गर्ने? त्यसको पनि उपाय छ। यस्तो वाल हुन्छ अफिसमा, मजाले हात राख्नुहोस् वालमा, तन्किनुहोस् मजाले, माथि उठ्नुहोस्, श्वास फाल्दै एल्बो राख्नुहोस्, तल जानुहोस्, उभिएर पनि गर्न सक्नुहुन्छ। अब भन्नु होला, अफिसको वालहरू पुरै प्याक छन्, कहाँ गर्ने? अर्को उपाय छ। अब अफिसमा टेबल त पक्कै हुन्छ, चेयर पनि हुन्छ। ल यसरी उठ्दै पर्नुहोस्, मजाले स्ट्रेच गर्नुहोस्। फाल्दै जहाँ इच्छा त्यहाँ उपाय। जब जब हजुरलाई तनाव फिल हुन्छ, स्ट्रेस्ड महसुस गर्नुहुन्छ, रिस उठ्छ, एङ्गर कन्ट्रोल गर्न गाह्रो हुन्छ, यसरी मजाले बालासन अभ्यास गर्नुहोस् अथवा वाल, चेयर, टेबलको सहारा लिएर स्ट्रेच गर्नुहोस्। घोप्टे पर्नुहोस्, शिरलाई तलतिर झुकाएर है। एकछिनमै मन शान्त हुन्छ, रिस कम हुन्छ, स्ट्रेस पनि कम हुन्छ। Have a good day.